Hey everyone, it's me Suman Rajbanshi. So we are right back again, Chagunarayan Temple. So आजको राइड चाहिँ हाम्रो चागुनारायणबाट हुनेछ। म र सुरज भाइ छौँ, अर्को दोर्जे भाइ चाहिँ तल छ हैन। सो आज हाम्रो तीनजनाको राइड हुन्छ हैन। अब दोर्जे भाइलाई भेटेछौँ भने नत्र हामी दुईजनाको मात्रै हुन्छ। सो फुल भ्लगहरू इन्जोय गर्नु होला। अब इन्ट्रो भन्ने मेरो त्यस्तो सर्टमा मात्रै हुन्छ। सो चागुनारायण मन्दिर अब हाम्रो स्टेयरहरूको मात्रै हुन्छ यहाँ चाहिँ। ल लेट्स राइडमै भेट्नुपर्छ। ल साथी अब चाहिँ हाम्रो चागुनारायणबाट राइड स्टार्ट हुन्छ। सो नेक्स्ट टाइम आयौँ भने चाहिँ हामी पुरै होइन तपाईँहरूलाई हामी यहाँको पुरै अब नलेज पनि छैन हामीलाई कुन कुन ठाउँमा के छ भनेर अर्कोचोटि आउँदा चाहिँ पुरै देखाउँछौँ। ल लेट्स गो सेफ राइड आरामले जाऊँ ल बिस्तारै। कन्ट्रोलमा जाऊँ। ओहो टिटिट टिटिट भाइहरू सानो सानो भाइहरू रहेछ। बिस्तारै जाउँ। बिस्तारै बिस्तारै आरामले जाउँ। हिँड न के भयो यतै सिधै। औ छिटो। What the heck? सो गाइज यो चाहिँ चागुको अर्को पार्ट होइन, अर्को साइड होइन। सो अब यहाँ चाहिँ अलिक ठाडो छ। बिस्तारै ल आरामले जाउँ ल। सेफ राइड सेफ राइड। पाइप छ है। बिस्तारै जति सक्दो बिस्तारै गयो त्यति हाम्रो आनन्दले जाउँ न बिस्तारै। यो त ठाडै रहेछ त भयो। बाइक आउँदैछ है। बाइक छ। हट हट हट। म सिधै हाल्छु। सेफ राइट साह्रै जाउँ है। यो डगीले फेरि टोक्ला नि तिमीलाई। कत्रो यो त फाक्ने खाले भरेको रहेछ। बिस्तारै लाग्छ कुकुरलाई। ओए ब्रेकले नथाम्ने रहेछ। ओए मेरो त ब्रेकले थामेन। ओए ओए लाग्छ क्या रोलिङ गर्नु आनन्दले जानुपर्छ त्यसरी। रोल हान्नु भने चाहिँ कस्तो मजा आउँछ क्या बेग्लै। चिप्लोमा गयो होइन भाइ कहाँ ल अर्को पार्टै अब हाम्रो कतिसम्म छ आज भर्याङ त कुदाउनु पर्ने। म त्यहाँ त पम्पिङ फुल पम्पिङ गर्दैछु। चेन ओभर स्पिड भयो यार।